महिला तथा बालबालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौँ भन्ने मूल नारासहित 34औं लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कपिलवस्तुमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन गर्दै सुरु गरिएको छ। गैर सरकारी संस्था महासंघ कपिलवस्तुको आयोजनामा मधेस मानव अधिकार गृहको सहकार्य र पीबीआई नेपालको सहयोगमा कार्यक्रम गरिएको हो। सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाहुराम आचार्यले लिङ्गका आधारमा कुनै पनि प्रकारको भेदभाव स्वीकार्य नहुने स्पष्ट गर्दै डिजिटल क्षेत्रमा बढ्दै गएको महिलामाथिको दुर्व्यवहार रोकथामका लागि सबै निकाय सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समाज डिजिटल हुँदै जाँदा डिजिटल सुरक्षित वातावरण निर्माण राज्य र समुदाय दुवैको दायित्व हो भन्दै विद्यालयदेखि घरपर्यन्त सचेतना फैलाउनुपर्ने बताउनुभयो। त्यस्तै गैर सरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्सालले डिजिटल हिंसा पहिचान, कानुनी उपचार, मनोसामाजिक सहयोग र पीडित मैत्री संयन्त्रलाई बलियो बनाउन नागरिक समाज सरकार र समुदायबीच सहकार्य अत्यावश्यक रहेको टिप्पणी गर्नुभयो। उहाँले डिजिटल दुनियाँ अब दुर्घटनाको ठाउँ नभई अधिकार सुरक्षित राख्ने माध्यम बन्नुपर्छ भन्दै अभियानले लैङ्गिक न्यायको पक्षमा नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो। वक्ताहरूले डिजिटल हिंसाका रूप, पहिचानका उपाय, किशोरी तथा महिलाका लागि सुरक्षा मार्गदर्शन, कानुनी प्रावधान तथा सामुदायिक भूमिकाबारे आफ्ना धारणा राखेका थिए। सो अवसरमा गैर सरकारी संस्था महासंघका कपिलवस्तु शाखाका अध्यक्ष जयप्रकाश पाण्डे, दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सूरजमती पासी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा गैर सरकारी संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कालिका सल्लम्बन सामाजिक केन्द्रका नागरिक परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले गर्नुभएको थियो।